आज हामी एउटा डेलिगेसन आएको छौँ एसडिएफ पार्टीको तर्फबाट। अनि आज चाहिँ हामी एसपिएससी अफिस जुन चाहिँ रिसेन्टली जुन एसआईको रिक्रुटमेन्टको रिजल्ट आइरहेको छ अनि त्यसले गर्दाखेरि अहिले स्टेटभरि एउटा जुन भाइभतिजाको कुरा चलिरहेको छ, नेपोटिजमको कुरा चलिरहेको छ, पोलिटिकल प्रेसरले गर्दाखेरि चाहिँ यो रिजल्ट्सहरूमाथि चाहिँ इम्प्याक्ट भएको छ भनेर जुन कुरा व्यापक भइरहेको छ सिक्किममा, त्यो कुरा लिएर चाहिँ हामीले यहाँ एसपिएससीको अफिसमा क्ल्यारिफिकेसन माग्दै हामी आएको। अनि भित्र गएर चाहिँ हामीले त्यो कन्ट्रोलर अफ एक्जाम्स हामीले उहाँलाई भेट्यौँ, किनभने चेयरम्यान आज हुनुहुन्न रहेछ। यस्तो ठुलो इस्यु हुँदाखेरि, सिक्किममा जल्दो बल्दो इस्यु हुँदाखेरि पनि चेयरम्यान उहाँ हुनुहुन्थेन। सेक्रेटरी म्याडमले पनि हामीलाई भेट्नु भएन, तर कन्ट्रोलर अफ एक्जामिनेसन चाहिँ हामीलाई भेट्नुभयो। अनि हामीले चाहिँ एसए पार्टीबाट चाहिँ यही भन्नुको लागि, यही सोध्नुको लागि आएको छौँ, सिक्किमको जनताको हितमा अनि युथहरूको हितमा, किनभने उहाँहरू सबैजना जति पनि अपियर गरेको छ यो एक्जामिनेसन्समा उहाँहरूले एउटा अनफेयरनेसको फिल भएकोले गर्दा उहाँहरूलाई यहाँनिर एकदमै फेयर एक्जामिनेसन भएको छैन भन्ने कुरा हामीले सुनेकोले गर्दाखेरि अनि उहाँहरूले हामीलाई धेरै माध्यमबाट कन्ट्याक्ट गरेकोले गर्दाखेरि चाहिँ हामी उहाँहरूको पक्षमा एक दुईवटा कुरा हामीले सोध्नुको लागि आएको थियौँ। पहिला त हामी यहाँनिर आउँदाखेरि एसपिएससी अफिसको यहाँनिर दैलो बन्द गरिरहेको थियो। उहाँहरूले यहाँनिर अगाडि नै प्रिपेयर भएर चाहिँ यहाँ ताला लगाएर पर्खिरहेको थियो। अनि पुलिस पनि यहाँनिर एकदमै उहाँहरू रेडी हुनुहुन्थेछ यहाँनिर एसए पार्टीको मान्छे आउँदैछ भनेर। अनि यही कुरा देख्दाखेरि पनि हामीलाई अलिकति शङ्का चाहिँ लागेको छ कि के न के चाहिँ यहाँनिर, किनभने अगाडि नै प्रिपेयर भएर बस्नु, उहाँहरू एकदमै डिफेन्सिभ मोडमा। अनि तपाईँले हिजो नै पनि चाल पाइसक्नु भएको छ, मिस्टर पुरन गुरुङ त्यो एउटा सिटिङ मिनिस्टर हुनुहुन्छ, उहाँले यो एलिगेसन अगाडि पब्लिकली नआइकन नै उहाँले चाहिँ अब त्यसको क्ल्यारिफिकेसन दिँदाखेरि चाहिँ डिफेन्सिभ मोडमा जाँदाखेरि चाहिँ हामीलाई शङ्का चाहिँ भएको छ कि यहाँनिर के न के चाहिँ इज नट राइट। अनि हामीले भित्र कन्ट्रोलर एक्जामिनेसन्समा उहाँलाई गएर चाहिँ हामीले धेरै कुराहरू सोध्यौँ, तर मेन चाहिँ हामीले के हाम्रो माग राख्यौँ भने चाहिँ उहाँहरूले, किनभने यो एउटा व्यापक फैलिरहेको यो इस्यु छ, यसमा धेरै डिसेटिस्फ्याक्सन छ पब्लिकमा। अनि यो कुराहरूले गर्दाखेरि चाहिँ उहाँहरूले यो एउटा स्पेसिफिक एउटा एकदमै स्पेसल सर्कमस्टान्स भएकोले गर्दाखेरि चाहिँ उहाँहरूले जति पनि अपियर गरेको क्यान्डिडेट्सहरू छ उहाँहरूको रिजल्ट चाहिँ पब्लिस गरिदिनुहोस्। उहाँहरूले जति पनि रिटर्नमा कति पाएको छ अनि फिजिकलमा कति पाएको छ त्यो ब्रेकमा पनि उहाँहरूले चाहिँ त्यो क्ल्यारिफिकेसन दिनु पर्यो, पब्लिकली चाहिँ उहाँहरूले त्यो पब्लिस गरिदिनु भनेर हामीले त्यो माग राखेको छौँ। अनि त्यही प्रकारले हामीले यो एउटा एप्लिकेसन पनि चलाएको छौँ जुन चाहिँ हामी प्रेसमा दिन्छौँ। अनि त्यही हामीले चाहिँ माग राखेर आएको छौँ। अनि उहाँले हामीलाई आश्वासन दिनुभएको छ कि चेयरम्यान साहब चाहिँ 5 तारिक डिसेम्बरमा फर्केर आउनुहुँदैछ अरे, अनि त्यसको बादमा चाहिँ उहाँले हामीलाई रिप्लाई गर्छौँ भन्नुभएको छ। रिजल्ट आउट भएछ हैन, अब यसको फर्दर कोर्स अफ एक्सन के हुन्छ तपाईहरुको? यसमा भएन भने फर्दर कोर्स के हुन्छ? अनि यसमा हुनु नहुनुको कुरा होइन, हाम्रो चाहिँ यति मात्रै हो कि एउटा पब्लिक इन्स्टिट्युसनमा चाहिँ एउटा ट्रस्टको कुरा आएको छ, पब्लिक मिसट्रस्टको कुरा आएको छ एउटा पब्लिक इन्स्टिट्युसनमाथि। अनि हाम्रो एज अ रेस्पोन्सिबल अपोजिसन पार्टी हो कि हामीले यहाँ क्वेसन गर्नु जरुरी हुन्छ, किनभने यो एउटा जग्गादेखि होइन तर धेरै माध्यमबाट चाहिँ हाम्रोमा यो एलिगेसन्सहरू हामीसम्म चाहिँ पुऱ्याएको छ कि यहाँनिर फेयर भएको छैन भनेर। अनि त्यसै कारण हामीले चाहिँ यसमा चाहिँ एउटा रेस्पोन्सिबल पब्लिक इन्स्टिट्युसन भएपछि चाहिँ एसपिएससीले पनि क्ल्यारिफिकेसन चाहिँ पब्लिकमा दिनै पर्छ। अनि हामीले त्यही माग राखेर चाहिँ हामी आएको छौँ। एउटा कुरा त अलिक इन्जस्टिस चाहिँ फेयर चाहिँ कहाँ भएको छैन भनेर अलिकति पिन पोइन्ट गरिदिनुहोस्। हेर्नुहोस्, म तपाईँहरूलाई उहाँको प्रश्नलाई म उत्तर दिँदै एउटा कुरा के भन्नु चाहन्छु भन्दाखेरि कुनै पनि विद्यार्थीको जीवनमा त्यो विद्यार्थीको पछाडिको उनीहरूको अभिभावकको तपाईँले सपना हेर्नुभयो भने शिक्षा उहाँले जब हासिल गर्छ, शिक्षा आर्जन गर्दै गर्दाखेरि शिक्षाको धेरै उद्देश्यहरू हुन्छ। ती उद्देश्यहरू मध्ये सबैभन्दा ठुलो उद्देश्य भनेको नोकरी पाउने हुन्छ, चाहे त्यो जुनसुकै तबकाको होस्, जुनसुकै जातिको होस्। तर अहिले सिक्किममा हामीले हेऱ्यौँ भने तपाईँहरूलाई याद छ, तपाईँहरू पत्रकार साथीहरूले धेरैचोटि कभर गर्नुभएको छ, मुख्यमन्त्री महोदयले चुनाव अगाडि भन्नुभएको थियो 2 महिना चाहिँ नारा लगाऊ, उहाँको पार्टीको झन्डा बोक र तिमीहरूलाई म इन्सपेक्टर बनाइदिन्छु, नोकरीमा हालिदिन्छु। उहाँले कहीँ पनि भन्नु भएन इन्टरभ्यू बसेर गराइदिन्छु भनेर, उहाँले कहाँ पनि भन्नु भएन। तर अहिले हामी यो हेर्नुहोस्, एसआईको जुन चाहिँ यो कुरा किन उठ्दैछ भन्दाखेरि कुनै पनि कम्पनीमा प्राइभेट कम्पनीको सिइओले चाहिँ तपाईँको सेक्युरिटी गार्ड हायर गरेको होइन। यो भनेको एसपिएससी भनेको राज्यका सबैभन्दा ठुलो निकाय हो जसले एक्जामिनेसन गराएर चाहिँ मेरिट लिस्टमा गर्नुपर्ने हो। तर त्यस्तो नगरेर हेर्नुहोस् त अहिले मुख्यमन्त्री महोदयले अघि मैले भनेको जस्तो के अरे 2 महिना नारा लगाऊ, तिमीलाई नोकरी दिन्छु, इन्टरभ्यूको कुरा कहीँ छैन। र अहिले हेऱ्यौँ हामीले यो एसआईको जब हामीले रिजल्ट हेऱ्यौँ, यो रिजल्ट हेर्दाखेरि जसले पनि यो पास भएर गए, उनीहरूले थ्रु भए, उनीहरूको हामीले फोटोहरू हेऱ्यौँ भने तपाईँहरूले पनि देख्नुभयो, सार्वजनिक भएको छ।
उनीहरूको फोटोहरू हेर्दाखेरि उहाँ वर्तमान मुख्यमन्त्री महोदयको पार्टीको झन्डा बोकेको, कसैले र्याली गरिरहेको होइन, कसैले नाराबाजी गरिरहेको त्यस्तो फोटोहरू हामीले देख्यौँ। र यो चाहिँ के भयो भन्दाखेरि पारी स्याल कराउँदैछ, यता तपाईँको कुखुरा हरायो। र त्यस्तो प्रकारले सिक्किममा अहिले काम भएको कारणले गर्दाखेरि हाम्रो एउटै मात्रै माग हो। अहिले हामी भित्र एक्जामिनेसन अफ कन्ट्रोलर एक्जामिनेसनलाई उहाँलाई भेटेर आयौँ र उहाँलाई हामीले भेटेर मेमोरेन्डम चढाएका छौँ र उहाँले आश्वासन दिनुभएको छ कि यसमा चाहिँ झट्टभन्दा झट्ट चाहिँ हामीले डिमान्ड गरे मुताबिक उहाँले आश्वासन दिनुभएको छ कि यसमा उहाँले चाहिँ क्लेरिफिकेसन दिन्छु भनेर उहाँले भन्नुभएको छ र उहाँको क्लेरिफिकेसन हामी पर्खिरहेका छौँ। म मुख्यमन्त्री महोदयलाई खास गरेर सरकारलाई अहिले पनि भन्न चाहन्छु, यो कुनै पनि प्राइभेट कम्पनीको चाहिँ सेक्युरिटी गार्ड हायर गरेको होइन, यो एसपीएससीले एसआईको इन्टरभ्यू गरेको। यसमा चाहिँ पारदर्शिता हुनुपर्छ र यसमा कस्तो खालको क्लेरिफिकेसन, कस्तो खालके जवाब एसपीएससीबाट आउँछ, यो एसपीएससीको चेयरम्यान साहबकोबाट आउँछ, त्यो मुताबिक हामी हाम्रो प्रक्रियालाई हामी अगाडि बढाउनेछौँ। यसमा यस्तो कुरा उठिरहेको छ नि कि झन्डा बोक्ने कि नारा लाउने चाहिँ एसपीएससी परीक्षा बस्नु पाउँदैन, उत्तीर्ण गर्न पाउँदैन भन्ने प्रकारको नि प्रश्न। त्यो सरकारले जवाब दिनुपर्छ, किनभने मैले भने नि कुरा मिल्यो नि, झन्डा बोक नोकरी लगाइदिन्छु, इन्सपेक्टर बनाइदिन्छु। सायद उहाँले त्यही झन्डा बोकेको थियो होला। हामी यहाँ तपाईँहरूको कुरा तपाईँहरूले यो पनि भन्न चाहन्छ, हामी त्यो जतिजना पनि त्यो इन्टरभ्यूमा निस्केका छौँ उनीहरू सबैलाई हामीले दोषियाएको होइनौँ। कतिजना होला त्यसमा हुनसक्छ, सम्भवतः उहाँहरूले साँच्चै नै मेरिट लिस्टमा गएको होला, तर एक दुईजना हाम्रोमा फोन कलहरू आएको छ, हाम्रोमा मेसेजहरू आएको छ। अर्को अचम्मको कुरा त म तपाईँलाई के भनिदिउँ भन्दाखेरि जुन दिन रिजल्ट निस्क्यो, रिजल्ट निस्किनुको 2 दिन अगाडि हेर्नुहोस् है, रिजल्ट निस्किनु अब पर्सि छ, आधा जस्तो पार्टीहरू दिएको पनि कुराहरू हामीले सुन्दैछौँ। म चाहिँ एसआईमा पास भएँ भनेर चाहिँ त्यसको कहाँबाट आयो कन्फिडेन्स, कहाँबाट यो कुराहरू लिक भयो? र यसले गर्दाखेरि चाहिँ हामी क्लेरिफिकेसन पर्खिरहेका छौँ। त्यो क्लेरिफिकेसन हेरेर चाहिँ अब यहाँले तपाईँले भन्नुभयो नि के अरे कुन चाहिँ पार्टीको हुन्छ हुँदैन, त्यो सरकारले जवाब दिनु पर्यो। सरकारले अहिलेसम्म केही जवाब दिएको छैन। फुटबल खेल्दै गर्दाखेरि कुनै कसलाई गएर माइक त्यसरी लगेर त्यहाँ दिएको हुँदैन, फुटबल खेलेको त्यस्तो प्रकारले हुँदैन। अफिसियली सरकारकोबाट पनि अफिसियली आउनु पर्यो, त्यही अफिसियली सरकारकोबाट केही यस्तो स्टेटमेन्ट नआउँदाखेरि चाहिँ आज हामी यहाँ यसमा तपाईँहरूले भनेको जस्तो न्याय पाउनु भएन, यसमा साँच्चै नै अन्याय भएको छ कि यो रिक्रुटमेन्ट प्रक्रिया नै खारिज हुनुपर्छ भन्ने माग थियो। त्यसमा मैले तपाईँलाई भने नि, हामी यो चाहिँ एसपीएससीको यसको हामी स्टेटमेन्ट, यसको जुन चाहिँ जवाब छ उहाँहरूले जवाब दिनुहुन्छ त्यो हेरेर चाहिँ हामी जे हुन्छ सबैभन्दा पहिला त तपाईँ मिडिया साथीहरूले नै याद पाउनुहुन्छ।